वर्तमान राजनीतिक अवस्थामा देशले एउटा निर्णायक मोड खोजिरहेको छ। यसभित्र हामीले अब फागुनको निर्वाचनलाई नै उपयोग गर्नुपर्नेछ। यसभन्दा अगाडि जो जेनजीको आन्दोलन भएको थियो, उनीहरूको जित भएको थियो, उनीहरूले नै सत्ता हातमा लिएर केही गर्छन् कि भन्ने सम्भावना अब सकिएको छ। अब एकमात्र उपाय निर्वाचन भएको छ। अब त्यो निर्वाचनको लागि पनि नयाँ उदाउँदै गरेका दलहरूको र पहिला जो स्थापित दलहरू थिए उनीहरूको आफ्नै ढङ्ग छ। काङ्ग्रेस पनि निर्वाचन अघि नै महाधिवेशन गरेर अलिकति नयाँ अनुहार बाहिर ल्याउने कि भन्ने छ। एमालेको अनुहार त अब ओली र ईश्वर पोखरेल नै दौडमा छन्। यो बढी हास्यास्पद भएको छ। त्यहाँभन्दा जागरुक युवा एमालेमा कोही पनि छैनन् कि भए पनि दासतामा छन्। यता काङ्ग्रेसमा 2 महामन्त्रीहरू दौडधुप गरिरहेका छन्। बरु त्यो चाख लाग्दो छ। यता एमालेभित्र लोकतन्त्र लगभग समाप्त प्राय देखिन्छ। फेरि यता उदाउँदै गरेका दलहरूलाई हेरौँ, हर्क साम्पाङको आफ्नै ढङ्ग छ उता। फेरि यता एउटा माहौल रविको, बालेनको र कुलमानको यो पनि आफ्नै विचित्र ढङ्गमा देखिन्छ। फेरि उता जेनजीको पनि नयाँ दल आउँछ कि भन्ने सम्भावना थियो, अब त्यो पनि छैन कि। यता राजावादीहरूको आफ्नै स्थान छ। अब जनता कहाँ, अब कसलाई अपेक्षा गर्ने यहाँ? अब स्थापित दलहरूमा काङ्ग्रेस रूपान्तरण भएर उसले युवा पुस्तालाई बाहिर ल्यायो भने, वा त कम्युनिस्टहरू एक ठाउँमा भएर एउटा ठुलो माहौल बनाए भने, स्थापित दलहरूको यहाँ एउटा अवसर थियो, अब त्यो पनि समाप्त प्राय छ। यता नयाँ उदाउँदै दलहरू जो छन् उनीहरू एकमतमा आए भने र अरू स्वतन्त्रहरू आएर यी दलहरू, यी अहिले उम्रिरहेका दल र स्वतन्त्रहरूले संसदमा बहुमत ल्याउन सक्छन् कि भन्ने एउटा आशा हो। अब जे हुन्छ अब हेरौँ। अझै थोरै समय छ। जुन अलि शक्तिशाली बन्छन्, एकीकृत भएर शक्तिशाली बन्छन्, उनीहरूको अवसर छ। या अहिले उदाउँदै गरेका दलहरू कुन रूपमा बाहिर आउँछन्, या जेनजीको भूमिका के हुन्छ, ती युवा पुस्ताको र स्वतन्त्रहरू कुन सङ्ख्यामा उदाउँछन् भन्ने छ। यसलाई हामीले हेर्नु नै छ। यो हामीले ठिकसँग हेरेपछि मात्रै मत कसलाई दिने भन्ने निर्णायक मोडमा जनता पुग्न सक्छन्। अहिले अत्यन्त संवेदनशील अवस्था छ यो राजनीतिक माहौलमा पनि। अर्को धर्म साम्प्रदायिक माहौल मैले जोड्न चाहेको, हिजो एक मुस्लिम महिलाले सायद अहिलेको प्रधानमन्त्रीलाई उनको केही अभिव्यक्तिलाई इङ्गित गर्दै, हामी आधा लाख सङ्ख्या हाराहारीमा छौँ, यदि हामीलाई केही उपेक्षा हुन्छ भने फेरि हामी हिंसात्मक रूपबाट पनि बाहिर आउन सक्छौँ भन्ने खालको अभिव्यक्ति थियो। अब यो धर्म साम्प्रदायिक माहौल भड्काउने खालको, एकतर्फ हिन्दू राज्य भनेर हिन्दूहरूको चिन्ता जो छ, उनीहरूको धेरै सङ्ख्या छ। इसाई धर्मको आफ्नै पाखण्ड लिएर यहाँ भित्रिएको छ। यसको पाखण्ड अत्यन्त दुर्भाग्यपूर्ण छ। यहाँ जो बौद्धिस्टहरू छन् उनीहरू हिन्दू राष्ट्रमा अपमानित भएको महसुस गर्नेछन्। अर्को स्थापित यही देशको त किराँत सम्प्रदाय पनि छ। अब यिनीहरूलाई आफ्नो ठाउँमा राख्नको लागि धर्म र राजनीतिको सम्बन्ध तोडिदिएर धर्म सम्प्रदायलाई वैयक्तिक रूपमा मात्र अपनाउन, सामाजिक वा सङ्गठनिक सङ्घ वा संस्थागत रूपमा नअपनाउन, सम्प्रदायलाई संस्थागत वा सङ्गठनात्मक रूपमा बन्देज गरियो र धर्म सम्प्रदायलाई आन्तरिक पाटो हो भनेर व्यक्तिगत रूपमा लगेर दिइयो भने मात्रै यसको समाधान छ। होइन भने साम्प्रदायिकता यहाँ भड्किने पक्कै छ। हिन्दूहरूको चिन्ता के हो भन्ने कुरा हिजोको अभिव्यक्तिबाट पनि हामीलाई थाहा भएको छ। यसरी देश फेरि एउटा निर्णायक मोडमा, राजनीतिक रूपले निर्णायक मोडमा पुगेन भने फेरि धर्म साम्प्रदायिक रूपले पनि देश फेरि दुर्भाग्यमा जान सक्छ र यता राजनीतिक रूपको दुर्भाग्य त छँदैछ। फेरि देशलाई डरलाग्दो गृहयुद्ध
बाट बचाउनु छ अथवा राजनीतिक र राजनीतिको रगतमा बगिरहेको धर्म साम्प्रदायिक पाखण्डलाई हामीले ठिकसँग जानौँ र यसलाई कुन रूपमा देख्ने, कुन रूपमा लैजाने र कुन रूपमा स्थापित गर्ने भन्ने कुरा अबको सचेत जनताले, सचेत युवाले, सचेत पुस्ताले यसलाई ठिकसँग मनन गर्नुपर्ने छ। आजको लागि यति नै। तिनीहरूको व्यवहारहरू हामी देख्छौँ, त्यसो हेर्दाखेरि यति अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाड्ने ताड्ने, कतिपय मुस्लिम कन्ट्रीहरूमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि अहिले देखिएको छ। कतिमा त उदार पनि छ। तर पहिलेको मुस्लिमहरूको तपाईँको पहिलेको अरेबियन कालकाहरू हेर्नुहुन्छ भने सुडानमा महिलाहरू डक्टर हुने, इजिप्टमा महिलाहरू डक्टर, महिलाहरू चाहिँ प्रपर्टीमा धन सम्पत्तिमा बलिया। अब हिन्दू धर्ममा पनि त्यही भन्छ, पहिले एकदमै आजादी थियो। पहिले महिलाहरू आर्यनहरू आएर उ गरे, त्यो आर्यनहरू आइसकेपछि चाहिँ आर्यनहरूको कल्चर चाहिँ एकदम उदार र राम्रो थियो। तर के भयो भने जब मुसलमानहरूले हमला गर्न थाले त्यसपछि उनीहरूले 7 वर्षको बच्चाको बिहा गर्ने, अरू कुराहरूलाई पनि उनीहरूले संकीर्ण बनाउँदै बनाउँदै लगे भन्ने त्यो छ। त्यसैले धर्मले पनि कहीँ पनि महिलालाई सताऊ, पीडा देऊ, यो देऊ छैन। ईश्वरहरूको त लाइफमा कहीँ पढ्दाखेरि कहीँ त्यस्तो देखिँदैन। हालाकि हो सीताले द्रौपदीहरूले अन्याय छ, तर अन्यायको निराकरण पनि गरे सँगसँगै देखिन्छ। माथि दंगा फसाद मचाइरहेको छ। अहिले तराई प्रदेशतिर हेर्नुस् कति ठाउँमा कति दंगा फसाद दिएको छ। एउटा जातीयको नाममा, धर्मको नाममा हरेक ठाउँमा मुसलमानमाथि आक्रमण गरिएको छ। तर पनि मुसलमान मौन छ। इस्लाम भनेको एउटा शान्ति प्रतीक हो। इस्लामको बारेमा नबुझिकन जताभात बोल्नु भनेको यो गलत हो। यो कुरालाई उहाँले तुरन्त आफ्नो बोली वापस गरेर उहाँले माफी माग्न पर्छ। यत्रो 40 लाख मुसलमान छन्। मुसलमानलाई कहिले पनि कमजोर नठानियोस्। मुसलमान मौन छ भनेर कहिले कमजोर नठानियोस्। भोलि बिहान यदि मुसलमान उत्रिन पर्यो भने त्यसको गाह्रो र त्यसको अवस्था कुन हुन्छ भन्ने कुरो त्यो आफै बुझ्न पर्ने अवस्था हुन्छ। हामीले आजसम्म मुसलमानको हक हितमा, मुसलमानको अधिकारमा मात्र होइन, हामी त नेपाल राष्ट्रको लागि हामी उभिएका व्यक्तिहरू हौ र राष्ट्रको समक्ष हामी राष्ट्रको लागि हामी मर्न पनि तयार थियौँ र मार्न पनि तयार थियौँ। तर उहाँले हामीलाई गलत सोच्नुभयो। हाम्रो धर्मकै बारेमा विरोध गरेर अहिले जातीय दंगा फसादमा लिएर आएर उहाँले जताभात गर्न खोज्ने, फुत्किन खोज्नु भएको। जेएनजीहरूको त्यत्रो शहीदहरूको बच्चाहरूको रगतमाथि होली खेलेर उहाँ फुत्किन खोज्नु भएको, जातीय द्वन्द गरेर फुत्किन खोज्नु भएको। खै त कारबाहीको दायरा हिजो तपाईँको प्रधानमन्त्री नहुँदाखेरि 7 दिन पनि लाग्दैन कारबाही गर्नलाई भन्नुहुन्थ्यो त। खै त यत्रो 2 महिना 3 महिनासम्म के हेरेर बस्नुभयो प्रधानमन्त्रीज्यूले? अहिलेसम्म कटगराएर कारबाहीको दायरामा किन उभाउन सक्नु भएको छैन? हिजोको ज्यान माराहरूलाई किन उनीहरूलाई हत्याराहरूलाई ठाउँको ठाउँ ठेगान लाउँछु भनेर अहिलेसम्म किन ठेगान लाउन सक्नु भएको छैन? आफ्नै धर्मको उल्लङ्घन गरेर तपाईँले द्रौपदीको इज्जत लुट्यो भन्ने व्यक्ति कसरी उहाँ सनातन धर्ममा हुनुहुन्छ? सनातन धर्मको नाम बेचिएर राखिएर त्यस्ता धर्मयुद्धको विषयमा राजनीति गर्ने यति लाज लाग्दो मर्दो महिलाहरू तपाईँले देशमा कसरी सनातनी धर्म भनेर उहाँलाई सम्मान गर्नुहुन्छ? उहाँको धर्मलाई कसरी सम्मान गर्नुहुन्छ? उहाँले बोल्नु भएको छैन द्रौपदीको इज्जत लुट्यो भनेर? यस्ता बेइज्जती महिलाहरूलाई कसरी तपाईँले सम्मानित प्रधानमन्त्री भन्नुहुन्छ? आफ्नै जात, आफ्नो धर्म, आफ्नो पहिचानको बारेमा थाहा नपाउने महिलाहरूलाई अहिले पनि अग्रसर भएर जातीय द्वन्द्वतिर फैलाउन खोज्ने एउटा प्रधानमन्त्री जस्तो व्यक्ति भएर शरम लाग्दैन? यस्ता महिलाहरू, यस्ता देशका विडम्बना, यस्ता किराहरूलाई, यस्ता जनताहरूलाई पनि बुझ्नुपर्छ र जातीय धर्मको द्वन्द्व फसाउनेलाई त कडाभन्दा कडा कारबाही गर्नुपर्छ। र आगामी दिनमा मैले अहिले यहीबाट भन्न चाहन्छु, समग्र हाम्रो 40 लाख मुसलमानहरू छौँ। यदि हामीलाई द्वन्द्वतिर लैजाने र हाम्रो विरुद्धमा गलत हाम्रो धर्मको विषयमा, हाम्रो ग्रन्थको विषयमा यदि गलत गरेर हामीलाई गलत कुराको निर्णयमा लिएर आउन सक्नुहुन्छ र ल्याउने र निम्ताउने कुरा गर्नुहुन्छ भने हामी उहाँलाई छोड्नेवाला छैनौँ र चुप लाएर बस्नेवाला पनि छैनौँ। हामी मुस्लिम अगुवा हौँ। मुसलमानको अधिकारको लागि हामी जुन हदसम्म पनि जान सक्छौँ, तर आफ्नो अधिकारको लागि, पहिचानको लागि, तर गलत कामको लागि हामी अगाडि बढ्नेवाला छैनौँ। यो कुरा चाहिँ प्रधानमन्त्रीज्यूले राम्ररी कान खोलेर सुन्नुहोस् र आफ्नो गल्तीको एहसास गरेर सामाजिक सञ्जालमा पनि उहाँले माफी माग्नुपर्छ। जसरी उहाँले हामीलाई बदनाम गराइयो, कुनै पनि धर्मले 7 वर्षको बच्चालाई विवाह गर्दैन, न त सनातन धर्ममा छ न कुनै पनि धर्ममा छ। यो विषयलाई अलिकति गम्भीर सोचेर चाहिँ अगाडि बढ्न पर्छ र आगामी दिनमा यस्ता धर्म युद्ध गराउने र मुसलमान प्रति
अफुवा फैलाउने र गलत कुरा गर्ने मान्छेलाई नेपाल सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्छ।